स्वागत छ। आज हामी एउटा अलि चाखलाग्दो विषयमा कुरा गरौँ है त। रवि लामिछानेको कारागार सरुवा प्रयासमा राजनीतिक प्रभाव परेको भन्ने एउटा आरोप छ नि, हो त्यसैबारे अलिक गहिरिएर हेरौँ। यो जानकारीको स्रोत चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद हुनुहुन्छ नि मनिष झा, उहाँले प्रतिनिधि सभामा नै यो कुरा उठाउनु भएको हो। हाम्रो आजको उद्देश्य चाहिँ यो आरोपलाई अलिक केलाउने हो। मतलब कसरी र किन रवि लामिछानेले चाहेको कारागार सरुवा रोकियो भन्ने दावी गरियो, अनि यसको पछाडिको अर्थ के हुन सक्छ हैन। कुरो के हो भने उहाँ सहकारी बचत रकम अपचलन मुद्दामा रूपन्देही कारागारमा हुनुहुन्थ्यो, अनि उहाँले काठमाडौँको दिल्ली बजार कारागारमा सर्न चाहनु भएको थियो रे। तर सांसद झाको भनाइ अनुसार राजनीतिक दबाब आयो रे, अनि त्यो हुन पाएन। ल यसलाई अलि हेरौँ न त के रहेछ। निश्चय नै यो निश्चय अलि संवेदनशील पनि छ, किनभने यो आरोप लगाउने व्यक्ति सांसद हुनुहुन्छ, त्यो पनि संसद जस्तो ठाउँमा। उहाँको भनाइ अनुसार लामिछानेले रूपन्देहीबाट दिल्ली बजार सर्न इच्छा देखाउनु भएपछि खै कारागार प्रशासनले प्रक्रिया पनि अगाडि बढाएको थियो रे। ए भनेपछि यो केवल एउटा निवेदन दिए जस्तो मात्रै थिएन, प्रशासनले काम नै सुरु गरिसकेको थियो। यो त आरोपलाई अझ गम्भीर बनाउने कुरा भयो नि त। हो त नि, सांसद झाको भनाइले त त्यही संकेत गर्छ। उहाँले शब्दशः नै प्रक्रिया अगाडि बढाएको भन्नुभएको छ। यसले के देखाउँछ भने यो केवल एउटा अनुरोध थियो अनि त्यो अस्वीकृत भयो भन्ने मात्र होइन, बरु त्यो चलिरहेको प्रशासनिक प्रक्रियालाई नि बीचमै रोक्न लगाइयो भन्ने दावी हो। उहाँको मुख्य आरोप नै यही हो, प्रक्रिया अघि बढे पनि राजनीतिक प्रभावमा सरुवा हुन दिएन। यो राजनीतिक प्रभाव भन्ने कुरा चाहिँ यहाँ निकै महत्त्वपूर्ण सुनियो। स्रोतमा अब कसले वा ठ्याक्कै कसरी प्रभाव पार्यो भनेर किटान त छैन, तर जसरी सांसद झाले संसदमा तपाईलाई थाहा छ सभामुख महोदय भन्नुभयो नि, त्यसले कतै यो हस्तक्षेपबारे अरूलाई पनि थाहा छ वा हुनुपर्छ भन्ने संकेत गरे जस्तो लाग्छ। यस्तो आरोपले त प्रशासनिक निकायको स्वतन्त्रतामाथि नै प्रश्न उठाउँछ होइन र? एकदम सही कुरा। यसले प्रशासनिक प्रक्रिया कति निष्पक्ष छ, कति स्वतन्त्र छ भन्नेमा गम्भीर प्रश्न खडा गर्छ। किनभने सामान्यतया त कारागार सरुवाका आफ्नै नियम मापदण्ड हुन्छन् नि, जस्तो कि सुरक्षाको कुरा होला, कैदीको स्वास्थ्य अवस्था होला, मुद्दा कुन अदालतमा छ त्यसको दूरी, अनि त्यो सार्न लागि कारागारको क्षमता पनि हेर्नु पर्यो। हो, यी सबै कुराहरूको मूल्याङ्कन गरेर कारागार प्रशासनले निर्णय लिने हो नि त। यो त एउटा स्थापित प्रक्रिया हो। त्यसै भए यो आरोपको चुरो कुरो चाहिँ के भयो भने ती स्थापित मापदण्ड प्रक्रिया सबैलाई एकातिर पन्छाएर बाहिरबाट राजनीतिक दबावले चाहिँ निर्णयलाई असर गर्यो। हो, सांसद झाको आरोपको सार त त्यही देखिन्छ। उहाँले उठाएको मुद्दाले के देखाउँछ भने यदि साँच्चै यस्तो हस्तक्षेप भएको हो भने यसले त केवल एकजना व्यक्तिको सरुवामा मात्र असर पार्दैन, बरु यो त समग्र प्रशासनिक प्रणालीको निष्पक्षतामाथि नै प्रश्न हो। विधिको शासनकै कुरा आउँछ यसमा त। अब व्यक्ति जोसुकै होस्, प्रक्रिया त नियमसङ्गत हुनु पर्यो भन्ने मान्यता हो नि त। अनि यो पनि विचार गर्नुपर्ने होला कि ठाउँ रूपन्देहीबाट काठमाडौँको दिल्ली बजार, के यो ठाउँ विशेषको पनि केही सांकेतिक महत्त्व छ र जसले गर्दा सरुवा रोक्नमा बाब आयो कि? खै स्रोतले यस विषयमा त केही भनेको छैन, तर अनुमान त गर्न सकिन्छ। काठमाडौँमा भएपछि कानुनी सहायता लिन परिवारसँग भेट्न वा अरू सुविधाहरू अलि सहज हुन्छन् होला। तर सांसद झाको भनाइको मुख्य जोड चाहिँ सरुवा किन ठिक थियो वा थिएन भन्नेमा भन्दा पनि त्यो किन रोकियो भन्नेमा छ। त्यो पनि प्रक्रिया सुरु भइसकेपछि उहाँले त राजनीतिक हस्तक्षेप नै मुख्य कारण हो भन्नुभएको छ। यसले त प्रशासनिक निर्णय प्रक्रियामा बाहिरी तत्व कति हावी हुन सक्छ भन्ने एउटा गम्भीर तस्विर देखाउँछ। आजको छलफललाई छोटकरीमा भन्नुपर्दा सांसद मनिष झाले प्रतिनिधि सभामा राख्नु भएको मुख्य दावी के हो भने रवि लामिछानेले रूपन्देहीबाट दिल्ली बजार कारागारमा सर्न चाहेको, अनि त्यसका लागि कारागार प्रशासनले प्रक्रिया पनि अघि बढाइसकेको थियो रे। तर त्यस्तो अवस्थामा पनि राजनीतिक प्रभाव परेर त्यो सरुवा रोकियो। यहाँ मुख्य कुरा प्रक्रियागत विषयमा भएको राजनीतिक हस्तक्षेप नै हो। यो स्रोतमा उल्लेख भएको राजनीतिक प्रभावको आरोपलाई हेर्दा यसले लामिछानेको मुद्दा मात्रै होइन कि समग्रमा नै राजनीतिक शक्ति र प्रशासनिक निकायहरूको स्वतन्त्रता, यी दुई बीचको सम्बन्धबारे कस्तो बहस सुरु गर्ला त?
यो पक्कै पनि सोच्न बाध्य बनाउने प्रश्न हो।